आज हामी एउटा यस्तो सम्झौताको कुरा गर्दैछौँ जुन केवल कागजको थुप्रो मात्र होइन, यो त नेपालको उज्यालो भविष्य र आर्थिक विकासको इन्जिन नै हो। यसले तय गर्छ कि हाम्रो हिमालबाट बगेको पानीले देशलाई साँच्चैकै ऊर्जावान बनाउँछ कि बनाउँदैन। नेपाल जहाँ 6000 भन्दा बढी नदीनालाहरू छन्, अपार जलस्रोतले भरिपूर्ण। यहाँ यति धेरै जलविद्युत क्षमता छ कि यसले देशको कायापलट नै गर्न सक्छ। यो हाम्रो लागि एउटा प्राकृतिक वरदान हो। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि विश्व ब्याङ्कको यो भनाइले एउटा तीतो यथार्थ देखाउँछ। बिजुलीकै अभावले हाम्रो आर्थिक वृद्धिलाई पछाडि धकेलिरहेको छ। तर प्रश्न उठ्छ, किन? यति धेरै पानी भएर पनि बत्ती किन जान्छ? समस्याको जड यही छ। हाम्रो जलविद्युत उत्पादन वर्षायामको तुलनामा सुखायाममा ह्वात्तै घट्छ, लगभग 2/3। जब नदीमा पानीको बहाव कम हुन्छ, हाम्रो पावर उत्पादन पनि घट्छ र देशले ऊर्जा सङ्कटको सामना गर्नुपर्छ। हो, यो मौसमी समस्याको समाधान र हाम्रो ऊर्जा क्षेत्रको विकास एउटै जटिल कानुनी दस्तावेजमा गएर जोडिएको छ। त्यो हो विद्युत खरिद सम्झौता, अर्थात् पावर पर्चेस एग्रिमेन्ट। आउनुहोस्, यो के हो र यसले हाम्रो भविष्य कसरी निर्धारण गर्छ भनेर बुझौँ। पीपीएलाई एउटा यस्तो औजार मान्नुहोस् जसले कुनै पनि ऊर्जा परियोजनाको जग बसाल्छ। यो बिना अर्बौंको लगानीमा बन्ने ठूला जलविद्युत आयोजनाहरू केवल कागजमा मात्रै सीमित रहन्छन्। सरल शब्दमा भन्नुपर्दा पीपीए भनेको बिजुली बनाउने जस्तै कुनै निजी कम्पनी र बिजुली किन्ने, हाम्रो सन्दर्भमा नेपाल विद्युत प्राधिकरण एनईए बीचको एउटा लामो अवधिको करार हो। कति बिजुली, कुन भाउमा र कति समयसम्म किन्ने र बेच्ने भन्ने सबै कुरा यसैमा लेखिएको हुन्छ। यही सम्झौता देखाएर त हो नि ब्याङ्कहरूले लगानी गर्न विश्वास गर्ने। अब पीपीएका पनि प्रकार हुन्छन् र तिनीहरूले जोखिमलाई कसरी बाँडफाँड गर्छन् भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ। टेक अर पेमा एनईएले सम्झौता अनुसारको बिजुली लिनु परोस् वा नपरोस्, पैसा चाहिँ तिर्नै पर्छ। यसले लगानीकर्तालाई ढुक्क बनाउँछ। अर्कोतिर टेक एन्ड पेमा चाहिँ एनईएले जति बिजुली लिन्छ त्यतिको मात्र पैसा तिर्छ, जसले गर्दा सबै जोखिम उत्पादकको टाउकोमा जान्छ। अनि पीपीएमा मूल्य निर्धारण पनि निकै महत्त्वपूर्ण हुन्छ। नेपालमा सुखायाममा बिजुलीको माग बढी र उत्पादन कम हुने भएकाले यसको मूल्य प्रति युनिट 8 रुपैयाँ 40 पैसासम्म पुग्छ। जबकि वर्षायाममा उत्पादन बढी हुँदा मूल्य घटेर 4 रुपैयाँ 80 पैसासम्म हुन्छ। यसले बिजुलीको मूल्य र पानीको उपलब्धता बीचको सीधा सम्बन्ध देखाउँछ। पीपीए के हो भनेर त बुझ्यो, तर नेपालमा एउटा पीपीएमा हस्ताक्षर गराउनु कतिको जटिल छ होला। आउनुहोस्, यो प्रक्रियाको यात्रा कस्तो हुन्छ एक नजर लगाउँ। यो कुनै साधारण दौड होइन। सुरुमा आवेदन र शुल्क बुझाउनुपर्छ। त्यसपछि प्राविधिक समितिबाट समीक्षा हुन्छ। राष्ट्रिय प्रसारण लाइनमा जोड्नको लागि ग्रिड जडान सम्झौता गर्नुपर्छ। अनि बल्ल पीपीएका शर्तहरूमा लामो वार्ता सुरु हुन्छ र अन्तमा विद्युत नियामक आयोगबाट स्वीकृति पाएपछि मात्र अन्तिम हस्ताक्षर हुन्छ। सोच्नुस् त कति लामो र चुनौतीपूर्ण प्रक्रिया होला। ल मानिलिउँ पीपीएमा हस्ताक्षर भयो, यो आफैमा ठूलो उपलब्धि हो, तर कथा त्यतिमै सकिँदैन। नेपालको विशिष्ट भौगोलिक र आर्थिक परिवेशमा विकासकर्ताहरूले अनेकौं जोखिम र अवरोधहरूको सामना गर्नुपर्छ। जलविद्युत आयोजनाहरू त जोखिमले घेरिएका हुन्छन्। कहिले सोचेभन्दा कम पानी परेर नदी सुक्छ, कहिले विनाशकारी भूकम्प वा पहिरोले आयोजनाको संरचना नै भत्काइदिन्छ। यता विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँ कमजोर हुँदा महँगिन जान्छ र कहिलेकाहीँ राजनीतिक अस्थिरता वा हडतालले परियोजनालाई महिनौसम्म ठप्प पार्न सक्छ। हो, यस्तै अप्रत्याशित जोखिमहरूसँग जुझ्न पीपीएमा फोर्स मेजर अर्थात् काबु बाहिरको परिस्थिति भन्ने एउटा महत्त्वपूर्ण कानुनी प्रावधान राखिएको हुन्छ। यसले बाढी, भूकम्प जस्ता घटनाहरूमा दुवै पक्षलाई सम्झौताको दायित्वबाट अस्थायी रूपमा छुटकारा दिन्छ। र नेपालमा यो केवल किताबी कुरा मात्र होइन है। अदालतहरूले वास्तविक घटनाहरूमा जस्तै अप्रत्याशित बाढी वा काममा अवरोध पुर्याउने राजनीतिक हडताललाई फोर्स मेजोरको रूपमा मान्यता दिएका छन्। यो प्रावधानले यस्तो चुनौतीपूर्ण वातावरणमा लगानीकर्तालाई केही हदसम्म कानुनी सुरक्षा प्रदान गर्छ। यी सबै भौतिक र वित्तीय जोखिमहरूलाई हेर्दा के कुनै यस्तो नयाँ उपाय छ जसले लगानीलाई सुरक्षित बनाउन र नयाँ परियोजनाहरूलाई आकर्षित गर्न सकोस्? सायद यसको उत्तर भर्चुअल संसारमा लुकेको छ। भर्चुअल पीपीए
वा VPPA एक बिल्कुलै फरक अवधारणा हो। यो बिजुली किन्ने भौतिक सम्झौता नभएर एक वित्तीय सम्झौता हो। यसमा खरिदकर्ता, जो संसारको कुनै पनि कुनामा हुन सक्छ, उसले भौतिक रूपमा बिजुली लिँदैन, तर परियोजनालाई एक निश्चित मूल्यको ग्यारेन्टी दिएर आम्दानीमा स्थिरता प्रदान गर्छ। यसलाई यसरी बुझौं। भौतिक PPAमा बिजुली तारबाटै खरिदकर्तासम्म पुग्छ, तर VPPAमा बिजुली राष्ट्रिय ग्रिडमा जान्छ र बजार मूल्यमा बिक्री हुन्छ। खरिदकर्ता र उत्पादक बीच केवल पैसाको लेनदेन हुन्छ। यसको बदलामा खरिदकर्ताले नवीकरणीय ऊर्जा प्रमाणपत्र अर्थात् RECs पाउँछ, जसले उनीहरूले स्वच्छ ऊर्जालाई समर्थन गरेको प्रमाणित गर्छ। यसको मुख्य संयन्त्रलाई कन्ट्र्याक्ट फर डिफरेन्स भनिन्छ। मानौ VPPAमा प्रति युनिट 10 रुपैयाँ मूल्य तय भयो। अब यदि बजारमा बिजुली 12 रुपैयाँमा बिक्री भयो भने उत्पादकले बढी कमाएको 2 रुपैयाँ खरिदकर्तालाई फिर्ता दिन्छ। तर यदि बजार मूल्य घटेर 8 रुपैयाँमा झर्यो भने खरिदकर्ताले उत्पादकलाई 2 रुपैयाँ थपेर उसको घाटा पूर्ति गरिदिन्छ। यसले दुवै पक्षलाई बजारको उतार चढाउबाट बचाउँछ। त्यसो भए यो नेपालको लागि किन गेम चेन्जर हुन सक्छ त? किनभने यसले ती अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालको जलविद्युतमा लगानी गर्न आकर्षित गर्न सक्छ, जसलाई यहाँ भौतिक रूपमा बिजुली चाहिँदैन तर आफ्नो वातावरणीय लक्ष्य पूरा गर्नु छ। यसले मूल्यको जोखिम कम गर्छ र नयाँ परियोजनाहरूको लागि लगानीको ढोका खोल्छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न, के यो वित्तीय नवप्रवर्तन, यो भर्चुअल सम्झौता नेपालको अपार जलस्रोतको भौतिक सम्भावनालाई वास्तविकतामा बदल्ने र देशलाई साँच्चै ऊर्जावान बनाउने माध्यम बन्न सक्ला त? यसको जवाब भविष्यले देला, तर सम्भावना भने निश्चित रूपमा उज्यालो देखिन्छ।